साथीहरु म आज चाहिँ नयाँ एक्सपिरियन्स गर्नु पर्यो हैन एक्सपिरियन्स लिनु पर्यो अनुभव लिनु पर्यो के भन्दाखेरि यो देख्नु हुँदैछ नि यो भित्ताको यो कुनामा चेपमा छ नि यो गाह्रो यो दिवालको कुनामा यो झारहरू उम्रेछ नि त हैन यो धेरै ठुलो झार उम्रिन्छ के अनि यसलाई चाहिँ उखाल्नु पर्छ हेर्नु कति धेरै बिरुवा उम्रिँदैछ हैन झारको यो उम्र्यो भने चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो प्लास्टर गरेछ नि प्लास्टर गरेर चाहिँ यसरी पुरा चर्काउँदो रहेछ कि यसले यो झारले अथवा बिरुवाले चाहिँ यति धेरै फाटो ल्याउँदो रहेछ कि हैन यी हेर्नु नि यति धेरै ठुलो उम्रेको थियो कि अस्ति उखालेको हामीले हैन अनि अब यो झारलाई चाहिँ उखाल्दा धेरै वाक्कै भयो हैन समय लाग्यो अब चाहिँ मैले चाहिँ के गर्छु भन्दाखेरि यो झार मार्नुको लागि चाहिँ हैन त्यो तातो पानी उमाल्ने छ के अनि तातो पानी उमालेर लिएर सर मैले यो चेपमा हाल्दिन्छु हैन अनि त्यो तातो पानी हालेपछि त यो त पुरा सखाप हुन्छ होला नि त हैन अनि मैले त्यो एक्सपिरियन्स गर्नु पर्यो भनेर नत्र यहाँ झार उम्रिन्छ अनि उखाल्यो फेरि 1 महिना पछाडि फेरि त्यस्तै हुन्छ कि है 1 महिना पछाडि 2 महिना पछाडि फेरि त्यस्तै हुन्छ मैले चाहिँ बारम्बार उखालिरहनु भन्दा पर्यो मैले चाहिँ तातो पानी उमालेर गट्टाटो खनाइदिने विचार गरेको छु साथीहरु है ल साथीहरु मैले चाहिँ यहाँ पानी तताउन सुरु गरिसकेको छु हैन अनि यो चाहिँ कहाँनिर भने यहाँ बाहिरै हो के है पानी तातिँदैछ लगेर सन्नमा पार्दिने हो ल साथीहरु मैले चाहिँ पानी तताएर पनि ल्याइसकेको छु हैन अब यस्तो उम्रेको यो छिरुहरूलाई चाहिँ यसरी खनाइदिने हो कि यहाँनिर यसरी हो अब यो यहाँ पनि खनाइदिने यसरी झार मार्ने तरिका साथीहरु झार मार्ने तरिका साथीहरु अब हेरौँ भोलितिर हेरौँ मर्छ कि मर्दैन कतिको मर्दो रहेछ हैन अस्ति मैले गरेको थिएँ अनुभव लिनु पर्यो कि यसो गरेर है कसो हुँदो रहेछ त हेरौँ है त कतिको मर्छ हेरौँ भोलि तातो पानी लगाएर बिरुवा चाहिँ मर्छ होला तर साह्रै फाइदा चाहिँ देखिनँ क्या मैले अब यो त पानी उमाल्दा ओर्दा त हैन मैले यतिखेर त उखालेरै भए पनि सकिन्थ्यो होला नि त हैन तर पनि यो एउटा एक्सपिरियन्स हो एउटा अनुभव हो अब पानी धेरै लाग्ने छ यो सानो छ नि त भाँडै सानो छ त्यही भएको कारणले सकिहाल्यो नि अलिअलि हाल्दै सिद्धि त हाल्यो अब के गर्ने हत्तेरिका दिमाग खराब भयो त नि काम छैन ल साथी हो मैले यो पानी हालेर खासै फाइदा देखिनँ हैन अब यो उतापट्टि धेरै हल्ला पनि गर्यो अब म चाहिँ हिँड्ने हो अब यति नै हो हानेको